भोक लागिसक्यो हाम्रो वा फोटो भिडियो कि पानीपुरी चटपटी खान्छ डस्टबिन गाइज भित्र चाहिँ यस्तो रहेछ नाला गुम्बा चाहिँ यही रहेछ गाइज हाम्रो सौजनले यति राम्रो छ भनेर अझै टिकटहरू केही पनि लाग्दैन यहाँ के रहेछ गाइज यहाँ देखाउने भयो माया अब कस्तो दिमाग खराब गराइन्छ नि मेरो everyone welcome back to my YouTube channel हामी चाहिँ आज जाँदैछौँ नाला गुम्बा हाम्रो ढिलो भइसक्यो अब हामी कति बेला कहाँ सुन्छ हेर्दै गर्नु होला Hi everyone welcome back to my YouTube channel मिनी ब्लग भन्न आउँछ कि मिनी ब्लग पनि बनाउँछु नि त अनि त्यही भएर हामी चाहिँ आज जाँदैछौँ हामी कहाँ जाँदैछौँ गाइज नाला गुम्बा हो अरे भक्तपुरको तर कहाँनिर थाहा 9 बजे भेट्ने भनेको 11 बजी अर्कोमा बिजी ह गर्लफ्रेन्डसँग बिजी थियो भन त भएन भइहाल्यो पनि अब हामी यहाँदेखि भक्तपुरको गाडी चढ्छौँ अनि हाम्रो चाहिँ गेट अफ छ मलाई चाहिँ ब्याग बोक्न लाज लाग्यो अरे मलाई चाहिँ यस्तो लाज लागिरह अनि यहाँदेखि हामी बागबजार जान्छौँ बागबजारदेखि चाहिँ अनि भक्तपुरको गाडी लाग्छ अरे सूर्य विनायक झरेर कता जाने हामी तपाईँलाई ठाउँ होइन यहाँदेखि हामी बागबजारको गाडी चढ्छौँ अनि बागबजारदेखि भक्तपुरको गाडी चढ्छौँ त्यसपछि हामी कहाँ जान्छौँ हल्ला भन्छौँ नाला गुम्बा अरे नागा गुम्बा चाहिँ सुनेको थिएँ मैले नाला गुम्बा चाहिँ सुनेको थिएन अब कस्तो रहेछ आज मेरो भ्लगमा हेर्नु त्यही चिज गुडिगाल मलाई त जान मुड थिएन यिनीहरूले मलाई जबरजस्ती लकडाउन गाइस सुतिरहेको थिएँ अनि अहिले 21 उठेर आएको कि म अर्को चाहिँ पुरै बिजी हो कि बिजी बिस्तारै कति बिजी हो अब हामी गाडी झुक्छौँ ल हामी चाहिँ जमल आएर अनि जमल यता बागबजारदेखि चाहिँ कमल विनायक ब्यासी लेखेको गाडी चढ्नुपर्छ हामीले त्यही चढेर अब हामी कहाँ जान्छौँ थाहा छैन ल अब हामी चाहिँ गाडी चढ्यौँ त्यो चाहिँ उतापट्टि बसेर इजी छ मोबाइलमा नयाँ मोबाइल किने नि त त्यही भएर अब हामी कहाँ झर्ने कमल विनायक हामी कमल विनायक झर्ने होइन कमल विनायक झर्छौँ त्यसपछि हामी कहाँ जान्छौँ त त्यो हेर्नको लागि हाम्रो सबै भिडियो हेर्ने होला हाम्रो प्यारी साथी एउटी लिन आउँथिन् हाम्रो प्यारी साथी मेरो चाहिँ बहिनी हुन् मेरो पनि साथी हो यसको बहिनी यसको साथी हो मेरो चाहिँ बहिनी हो कि तर मेरै साथी भनौँ न मेरो पनि साथी हो अनि तिन लिन आउँछु नि कता लान्छ नि हामीलाई अनि पछि त्यसमा भन्छु म ल जान्छ हामी नाला गुम्बा जानु लाग्यो कि ल कस्तो रहेछ हेर म पनि गएको छैन अहिलेसम्म हामी चाहिँ कमल विनायक आइपुग्यौँ फर्स्ट टाइम आएको कता के थाहा पाएनौँ यसको साथी कति बेला आउने हो रोप्न लाग्यो नि देखेँ भक्तपुर काठमाडौँमा पहिलोपटक हिरो देखेँ हामीले रोप्न लागेको देख्यौँ गाइस धान रोप्नु माई गड यो पनि पिर मानिस रोप्न लागेको देखाएन भनेर हामीले ताल कसरी छ हाम्रो हामी त्यहाँ बस स्टप अगाडि पुग्छौँ हामी चाहिँ जमल आएर अनि त्यसपछि त्यहाँ बागबजार छ नि रत्नको पुल छ नि त्यसको पारी बागबजारबाट कमल विनायक ब्यासी लेखेको गाडीमा चढेर हामी यहाँ लास्ट स्टेसनमा आइपुग्यौँ अब यहाँदेखि कता जाने थाहा छैन मलाई अब हामी कता जान्छौँ हाम्रो भिडियो हेर्दै गर्नु होला हुन्छ ओके हाम्रो त गाडी बस्दा पुरा पागल भएर 1 घन्टा लिटरली 1.5 घन्टा लाग्यो होला है ट्रायङ्गल छ यो 1 घन्टा र हाफ लाएर हामी त पुरै पागल भएर म त निन्द्रा आएको थियो कि मलाई त गाडीमा यस्तो गाह्रो भएको थियो नि के भनौँ त म अघि झन् मेन झन् अब यहाँ हामीले शीतल ठाउँ भेटाइमै चाहिँ हामी यहीँ बस्छौँ एकछिन गफसफ गरेर भोक लागिसक्यो मलाई त भोक पनि लाग्यो होइन कस्तो फिल भयो तिमीलाई गाडीमा चढेर निन्द्रा आयो त डेली गाडीमा चढेर वाक्क प्याक्क दिक्क भइसक्यो कि यति टाढा ल्याएर मलाई घुमाउन अब हामी एकछिन बसेर अनि जान्छौँ कहाँ जान्छौँ भने नाला गुम्बा जान्छौँ मलाई अहिले यस्तो फ्रड गरेँ नि होइन म आन्न भनेको थिएँ कि अनि त्यहाँ यहाँदेखि भक्तपुर जाने मात्रै त्यसपछि त 5 मिनट हिँड्नु नि पर्दैन म बोकी लान्छु त्यसलाई भने कि यहाँ फेरि अर्को गाडी चढ्नु पर्छ अरे लिटरली म पनि यो सिकारीको शिकार भएको होला थाहा थिएन होला मलाई यिनीहरूले मलाई झुक्काएर ल्यायो कि यहाँ मलाई आउनै मन थिएन है कस्तो बोकेर लान्छु भनेको ल यसले अब यहाँदेखि कति टाढा भन्छ यस्तो दिमाग खराब गराइन्छ नि मेरो त्यहाँदेखि त्यहाँबाट खाना जाऊँ तर्पण खाना जाऊँ भोक लाग्यो दिमाग खराब भयो मेरो अब सरी देखाउने भयो माया अब तिमीलाई म भन्न सक्दिनँ
ए बुढाबुढीहरू एकछिन बन्द ठाउँमा घुम्न लैजान लाग्यो नि खुसी हुने मैले घर लैजान्छु मैले म त अब यहाँदेखि त नजिकै होला भनेको त फेरि गाडी चढ्नुपर्छ कि दिमाग खराब बस्ने 2 घन्टा भइसक्यो म गाडी चढेको दिमाग खराब भयो गाडीलाई रुई 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 घुमा आन्न म अब कहिले पनि आन्न यस्तो दिमागै खराब भएर कस्तो राम्रो ठाउँ छ त हेर्न म अझै हिजो बेलुका पनि आन्न भनेको थिएँ लास्ट यिनीहरू हिँड्योमा फेरि के एक्लै बस्ने माया लाग्यो भनेर हिँडेको होइन यस्तै झुक्काइ ल्याउँछन् भनेको थाहा भएर म त आउँथेन क्या पनि अन्जम नै पानीतिरका लाग्यो थाहा थियो होइन थाहा थिएन कि मलाई म नि यहाँ सरप्राइज भएको कहिले न पानी खानु म त सरप्राइज भन्छु गाइज यिनीहरू मलाई कोही बेला भन्नुहोस् भन्दै हट गरे यहाँ के रहेछ गाइज यहाँ पार्क जस्तो हामी चाहिँ यहाँ डुल्न हम यहाँ कुर्नलाई हामी साथै आउनु टाइम लाग्छ त्यही भएर हामी यहाँ के पार्क रहेछ भनेको यहाँ पानीपुरी पसल रहेछ यिनीहरूलाई खाम भनेको खाँदैन यिनीहरू मलाई हामी चाहिँ पार्कमा हामी डुल्न मन्दिर परिसर सुधार कमिटी रहेछ पार्क रहेछ गाइज के खामला राख्नु ए कस्तो राम्रो पार्क रहेछ आऊ एकछिन डुलौँ न यहाँ पौडी खेल्ने पार्क रहेछ गाइज यहाँ खासै पार्कमा राम्रोसँग देखाउनु पाइनँ किनकि यहाँ पत्ता चाहिँ नाङ्गी खेलिरहन् त्यही भएर राम्रो कस्तो राम्रो सफा पानी के वा राम्रो रहेछ पार्क त वा फोटोसुट चलिरह गाइज इच्छा भइसक्यो मेरो फोटो खिचिदिन्न यिनीहरूले आफ्नो मात्रै खिचिरहन् हामी चाहिँ यति राम्रो राम्रो फोटोहरू खिच्यौँ यस्तो राम्रो ताल रहेछ फोटो खिच्यौँ भिडियो बनायौँ अब जानला हामी फेरि अर्को गाडी चढेर यति बनाइसकेको मात्रै अब हामी अर्को गाडी चढेर जान्छौँ नाला गुम्बा हाम्रो साथी पनि आइसक्यौँ हाम्रो प्यारी साथी मेरो बहिनी त्यसको दिदी किन ल हाई हामी चाहिँ कमल विनायककोमा झरेर त्यसपछि चोकमा झरेर अनि अलि अगाडि सिधै हिँडेर आएपछि यहाँबाट अर्को गाडी लाग्छ अरे अब हामी त्यही चढ्नु हम गाइस नाला गुम्बाको गाडी लाग्छ डल्लै डल्लै 3टा गाडी चढ्नु पऱ्यो 3टा तँलाई के भन्नु छ काम भन्न मिलेन फेरि गाली गर्छन् बढिदिए गाली कस्तो गर्ने छाता उठाउँ त्यही भएर हामी त्यहाँ हामी त्यही फोटो खिच्यौँ तँलाई कस्तो भयो मैले त्यहाँ फोटो खिचेँ मेरो मोबाइलमा 700वटा फोटो प्लस भयो यार त्यहाँ ठाउँ भइरहेको थियो कि अनि यसलाई कस्तो छ भाइ फोटो खिच्न दिन्न भने म त दङ्ग पर्छु भाइ पनि यस्तो हुन्छ नि स्पोर्टमा पुगेको नि छैन फेरि बाटोमा त्यही अब राम्रो ठाउँ देखि फोटो खिच्नु पऱ्यो भन्नु त गाइस भन्नु त ल नाइ खिच्नु पऱ्यो कि खिच्नु पऱ्यो यस्तो रहेछ गाइस नाला गुम्बा एक्सपेक्ट भर्सेस रियालिटी मैले त त्यस्तो केही छैन सोचेको थिएँ हाम्रो सौजनले यति राम्रो छ भनेर सौजनले देखाएको ठाउँ हेरेर चाहिँ वाउ कस्तो राम्रो म यति राम्रो एक्सपेक्ट गरेको थिएन यस्तो राम्रो रहेछ वा यहाँ माथि होला है गुम्बा चाहिँ यहाँ चाहिँ टिकटहरू केही पनि लाग्दैन ब्यागहरू चाहिँ चेकिङ हुन्छ खाजाहरू चाहिँ यस्तो खानाहरू त केही पनि ल्याउनु पाउँदैन त्यस्तो अनि त्यस्तै हो अब कस्तो राम्रो रहेछ नाला गुम्बा चाहिँ यही रहेछ गाइज गुम्बा चाहिँ रहेछ वरिपरि यस्तो राम्रो डिजाइन गरेको छ के भयो अरे वाउ कस्तो राम्रो ठुलो मम्मीले के भन्नु थाहा मिक्की माउस ल्याइदियो छोरो यति राम्रो रे भन यिनीहरूको चाहिँ सेम मोबाइल हो सेम कुरा मिलेछ मोबाइल सेम उता हेर्न जाम न माया जाम न माया जाम यिनी चाहिँ हाम्रो प्यारी बहिनी हो नि एकदम लाज मान्ने फोटो डर लाग्छ के छ त हालखबर सबैजना तिम्रो कति महिनापछि भेट भयो र हाम्रो भ्लगमा धेरै भयो अस्ति भक्तपुरदेखि त भेटै भयो कस्तो माया लाग्यो मलाई त तिम्रो बिचरा आज भेट भयो है ए कस्तो राम्रो भ्यू देखेको छ यहाँबाट त है यहाँबाट गाइज यति राम्रो भ्यू आउँदो रहेछ यिनीहरू चाहिँ यहाँ फोटोसुट भइरहेको छ यता हेर्दैछ तँलाई कस्तो लाग्यो यहाँ चाहिँ यस्तो राम्रो गुम्बा छ वा भित्र चाहिँ यस्तो रहेछ कस्तो राम्रो गुम्बा है गाइजहरू एउटा चाहिँ उता गयो एस्थेटिक फोटो खिच्न कस्तो लाग्यो तिमीलाई गुम्बा हामीले कस्तो एक्सपेक्ट गरेको थियौँ कस्तो पायौँ है कस्तो राम्रो वा अनि आउने बाटो पनि पुरै पहाडको हिमाल पहाडहरूको कस्तो राम्रो
यो चाहिँ कस्तो जानुका मन्दिर जस्तो लाग्यो मलाई यो मन्दिर तिमीलाई जस्तो लाग्यो कि गाइस जानकी मन्दिर जस्तो कि जानकी मन्दिर जस्तो गुम्बा हो तर कस्तो मन्दिर जस्तो लाग्यो कि मलाई चाहिँ राम्रो रहेछ हामी चाहिँ त ब्याकमा यो ब्याकमा खतरा फोटो आउँछ होला है यस्तो ठुलो बिल्डिङ छ यहाँ हामी चाहिँ यता फोटो अघि यस्तो गर्नु पर्थ्यो भर्खरै फेरि पानी पर्ला जस्तो यो मौसम पनि काठमाडौँको मौसम तिनीहरू त भिडियो खोज्नु खानु यो चाहिँ ब्याक हो गाइस ब्याक हामी डुङ्गा लाग्ने बित्तिकै के भयो अरे भर्खरै के भयो अरे मेरो गीतको सुन्दैछ नि यार फोटो सुन्दैन कस्तो छुट्टो र वे डोजर नेपालीले खनेको हेरेर बस्नु नेपालीको इनरको हो के त्यो भनेको हजुर चिन्ता नगर्नु म हजुरलाई पनि देखाइदिन्छु यहाँ डोजरले खनेको हजुरलाई नि हेर्नु मन लाग्यो होला है मैले देखाएपछि ए यहाँ चाहिँ डोजर मेरो ब्लग गाइजहरू नि यहाँ डोजर थियो भाग्यो यहीँ छ डोजर यो चाहिँ हेर्नु न कस्तो राम्रो के गुम्बा जानुका मन्दिर जस्तै ए डोजर भित्रतिर त खासै भिडियो बनाउनु दिँदैन त्यही भएर मैले बाहिर पहिलाको भनेको छु ल खतरा डस्टबिन लाग्यो कि मलाई दिस इज डस्टबिन गाइज दिस इज डस्टबिन पानीको बोतल मात्र हाल्ने डस्टबिन ओ यो चाहिँ खिच्न मिल्छ कि मिल्दैन पाइन्छ होला मैले तपाईँ खिचेछु ल खिच्न नमिल्छ खिचे छैन यिनीहरूलाई कति रहर लाग्यो होला है रहर लाग्यो घुमाउनु सक्ला नि यिनीहरूले सके घुमाउन घुमेन दिदी कति रहर लाग्यो हेर्न यसो हामी चाहिँ थकाएर बसिरहँ गाइस चौदैन ए थकाइ आयो तँ पनि बस उभिरहेको जतिखेर गाडीमा नि उभिन्छ कामै छैन एउटाको हामी चाहिँ सबै फोटो भिडियो खिचेर अब मन्दिरदेखि निस्केर अब एकछिन पानीपुरी चटपटे खान्छ मलाई त्यसपछि हामी जान्छौँ यस्तो यहाँ माथि पुगेर हिँडेर आयो म त थाकिसकेको थिएँ कहाँ गयो उनीहरू त मोबाइल त बिजी छैन अब यहाँ भिडियो खिचेर पुग्यो हामीलाई गाइस पुग्यो तर कस्तो राम्रो ठाउँ रहेछ कि गाउँ जस्तो वाउ पुरै पहाड मलाई त्यस्तो मन पऱ्यो है राम्रो रहेछ है के राम्रो पहाड जस्तो रहेछ अनि कस्तो राम्रो ठाउँ छ यो मन्दिर पनि घुमेर आएर पनि अब यतातिर चाहिँ के रहेछ भनेर हामी यहाँ चाहिँ हेरेर जान लाग्छौँ होइन सम्झने हामीलाई एकदम क्युरियोसिटी भयो के रहेछ त्यहाँ माथि भनेर यो बाटो चाहिँ हामी जाँदैछौँ जुत्ताको पुगेर पुगेन राम्रो ठाउँ के है वा हामी जान लाग्यो अब घुमेर भोक लागिसक्यो हामीलाई छैन पानी यसमा तँलाई कस्तो फिल भयो हामीसँग आउँदाखेरि यो त आत्तेर मरिसक्यो फोटो भिडियो खिचेर क्या हामीले धेरै आत्तिसक्यो होइन आत्तिस कि खाना जाम क्या होला न अब त जान्छ डाइरेक्ट फेरि भन्दा एकचोटि खाना जाम होला न यिनीहरू चाहिँ बेस्ट फ्रेन्ड हुन् गाइज एउटी चाहिँ बेस्ट फ्रेन्ड एउटी चाहिँ फोटो खिच्नु नमान्ने अर्की चाहिँ भिडियो खिचेर नथाक्ने कि ट्याक्कै जोडी मिले म त धेरै राम्री छु नि मेरो मोबाइलमा 80% तिर फोटो सब डिजान्थे मलाई भाइ भन्दैन नि अब देखियो अब हामी चटपटी पानीपुरी खान्छौँ म कस्तो चटपटी खानु मलाई म बिरामी हो त्यही पनि यहाँ गाइज हामी कहाँ गयो यहाँ मोमो खाने भनेर आएको केही छैन भने पसलकाले अब फेरि हामी चटपटी पानीपुरी हामी मेरो गाइजहरूलाई अपडेट दिइराख्नु पऱ्यो नि त पर्छ के भनेपछि अब हामी माथि यहाँ चटपटी पानीपुरी खान जान्छौँ मोमो चाउमिन केही पाइँदो रहेछ यहाँ यो पसलमा जान हामी चटपटी पानीपुरी गाडीको बेला आउँछ त्यही अनुसार हामी चाहिँ यहाँ चटपटी खान आछौँ गाइज के भयो अरे हामीले के पानीपुरी खाने कि चिप्स खाने भनेर बोर्डिङ गर्दा गाडी आयो अनि दग्रिँदा न चिप्स न पानीपुरी भयो लास्टमा यतिकै आइकन गाडी चढीमा बजाएको पानीपुरी चटपटी खाएकोहरू त्यसको फर्स्ट टाइम हो नि के कस्तो लाग्यो हजुरलाई के भन्न चाहनुहुन्छ दही त हो नि यो जुजु त हो क्या दही होइन
एकै त हो त हामी कहाँ झऱ्यौँ रे नालाबाट च्यामासिङ झऱ्यौँ अब यहाँबाट फेरि हामी आरएनसीको कमल मिनाको जान्छौँ त्यहाँदेखि अनि आरएनसी गाडी छ हामी जान्छौँ अब आजलाई यति मलाई कस्तो फिल भयो त गाइस थकैला राम्रो छ ईश्वरलाई कस्तो फिल भयो कस्तो फिल भयो आज सबजनालाई रमाइलो भयो ल अब आजलाई यति अब अर्को रमाइलो भयो भने त अब अर्को दिन भेटौँ ल बिदा भएको दिन ल बाई 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 गाइस